कुकुरले गुहु नखाँदै कसैले बाउसँग पैसा माग्छ। मान्छे मार्ने मान्छे मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य पार्ने मान्छे पनि हत्यारा हुन्छ। दामी दामी मस्त बनाएर डाइरेक्ट ल। हेलो अनि नमस्ते, मेरो रियाक्सन कम्पनीमा तपाईँलाई स्वागत छ। म बसन्त सुवेदी। आज पनि नेपाली मुभी महाभोजको टिजर लिएर आइपुगेको छु। अन्तिम समय हेरेर साथ दिनुहोला। जेठ 15 गतिबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र अर्थात् नेपाली चलचित्र महाभोज अति नै सुन्दर छ अरे टिजर भन्ने सुनेको छु। आउनुहोस् हेरौँ कस्तो लाग्छ के लाग्छ। मेरो आफ्नो प्रतिक्रिया दिने नै छु। हजुरहरूले पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अन्तिम समय हेरेर साथ दिनु होला भन्दै टिजर प्ले गर्छु है त। विश्व चौथो कुरा गरिहाल बासँग। बिहान बिहान कुकुरले गुहु नखाँदै कसैले बाउसँग पैसा माग्छ यार। दामी दामी। सहकारीको सबै पैसा खातामा कहाँ राखिन्छ त? मलाई एक हप्ता जस्तो पैसा चाहिन्छ होला है चन्द्र। सहकारीसँग सम्बन्धित फिल्म रहेछ कि जस्तो लाग्छ मलाई। मलाई चाहिँ तिम्रो बाले नै पैसा दिन नखोजेको जस्तो लाग्यो। छोरो फायर चन्द्रले यहाँ ठुलै गर्छ। आर्यन सिग्देल पनि गाउँले थाहा पायो भने झन् समस्या बचेछ। ओके, आर्यन सिग्देल चाहिँ व्यवस्थापक अध्यक्ष हुनुपर्छ, दयाङ राई चाहिँ एकाउन्टेन्टको रूपमा हुनुपर्छ सायद फिल्ममा। आफ्नो बाउको मुखेर तिम्रो बाउको मुखेर न डाइरेक्ट दामी आउनेवाला छ है ल। तर मलाई मेरो बाउको मुखेर नसक्ने बनाएर टिप्ने। सबै कुरा तिमीहरूलाई थाहा छ त, किन बोल्दैनौ? लु जे हुनु भइगयो, धेरै चिन्ता नलि। विश्व उहाँले आन्दोलन भएको नि देखाएर रहेछ है। जे भन्नुभयो मैले त्यही नै गर्थेँ सर। मैले केही पनि नराम्रो गरेको छैन। गोली ठोकेर मान्छे मार्ने मान्छे मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य पार्ने मान्छे पनि हत्यारा हुन्छ। दामी दामी मस्त बनाएर डाइरेक्ट ल। सामान्य पैसा भएको व्यक्तिले सहकारीमा जम्मा गरेको छ 50 रुपियाँ, 100 रुपियाँ, 1000 रुपियाँ, 500 रुपियाँ गर्दै उसले जति सक्छ आफ्नो क्षमताले भ्याएसम्म सहकारीमा पैसा जम्मा गर्यो। त्यो लिगल्ली पैसा थियो। अनि इलिगल रूपमा पैसा कमाएकाहरूले पनि ठुलो ठुलो रूपमा चाहिँ सहकारीमा जम्मा गरेको मैले सुनेको थिएँ। जसले इलिगल रूपमा चाहिँ पैसा जम्मा गरेर सहकारीमा पैसा लगाउनु पर्छ भनेर चाहिँ प्रोत्साहन गरे, आज उही व्यक्ति पैसा लिएर विदेशतिर पलायन भए। यो कुराले पनि सहकारी विषयको संसदमा कुरा चल्नुपर्छ मलाई लाग्छ। किनकि यस्ता चिजहरू पूर्ण रूपमा बन्द हुनुपर्छ, प्रतिबन्ध लगाउनु पर्ने हुन्छ। आज सानो पैसा लुटिएको छ सर्वसाधारणबाट, भोलि अझ ठुलो पैसा लुटिन सक्छ। हाम्रो देशमा सानो व्यवसाय गरेर बसेका व्यक्तिहरूले कतिसम्म पैसा कमाउँछन्? धेरै त कमाउन सक्दैनन्, थोरै कमाउँछन्। उनीहरूको आर्थिक अवस्था सुध्रिने भन्दा पनि आय आर्जन गर्ने बाटोबाट थोरै जम्मा गरेर उनीहरूको दैनिकी चल्नको निमित्त सहकारीमा पैसा जम्मा गरेका हुन्छन्। अनि त्यही पैसा लुटिएपछि उनीहरूले आफ्नो जिन्दगी कसरी चलाउने, यसको विषयमा कसले प्रश्न उठाउने हो? तपाईँ हामी सकेसम्म सहकारीलाई ध्यानमा राखेर सकेसम्म सबै सहकारीहरूमा पैसा जम्मा गर्ने काम चाहिँ नगरौँ। म मेरो व्यक्तिगत विचार व्यक्त गर्दैछु। तपाईँलाई कस्तो लाग्छ के लाग्छ? मन परेमा लाइक अनि सब्सक्राइब गर्न भन्ने नछोड्नु होला। कमेन्ट बक्समा कमेन्ट गर्नु होला। गाली चाहिँ नगर्नु होला, किनकि मेरो आफ्नो व्यक्तिगत विचार हो। तपाईँलाई कस्तो लाग्छ के लाग्छ कमेन्टमा मन परेन भन्नु होला, मन पर्यो भने मन पर्यो भन्नु होला। यदि भन्दै गर्दा म फेरि टिजरमा आउन चाहन्छु, किनकि यो टिजरले सहकारीको उठान गरेको कारणले नै मैले सहकारीको विषयमा थोरै बोलेको हुँ। जे होस्, फिल्ममा सहकारीको विषयमा फिल्म बोलिदिएको छ। राष्ट्रपतिका अध्यक्ष पूर्व गृहमन्त्री रवि लामिछाने पनि सहकारी काण्डमा मुसिनु भएको थियो। उहाँ दोषी हुनुहुन्छ या दोषी हुनुहुन्न, हामीलाई त यहाँ टाढाबाट न्युजले जे भन्छ हामी त्यही विश्वास गर्ने हो। हाम्रा ठुला मिडियाहरू कतिका सच कुराहरू गर्छन् भन्ने कुराहरू हामीले यही किटान गरेर भन्न सक्दैनौँ। किनकि कहिले के कुरा गरिरहेका हुन्छन्, कहिले के कुरा गरिरहेका हुन्छन्। तसर्थ पनि रवि लामिछाने यदि सहकारी ठगी हो भने उहाँलाई पूर्ण रूपमा जेलमा हालिनुपर्छ, यदि होइन भने उहाँलाई छोडिदिनुपर्छ। किनकि उहाँको जिन्दगीको उतार चढाव मिडियाबाट आएको मान्छे आज फेरि जेलमा गएर बस्नु परेको छ। गृहमन्त्री जस्तो पद खाइसकेको मान्छेलाई कहिले भित्र जेलमा, कहिले बाहिर, कहिले फेरि
के काण्ड कहिले के भनेर उहाँलाई भित्र बाहिर गराएका छन्। त्योभन्दा बरु एउटा डिसिजन लियोस्, उहाँलाई कि त जेल हालियोस् कि त भने उहाँलाई छोडियोस्। यति भन्दै उहाँको कुरालाई पनि मैले यतिकै थाती राखेँ। कुनै बेला फेरि उहाँको बारेमा बोल्न परेछ भने फेरि बोलाउँला। मलाई धेरै कुराहरू जानकारी पनि छैन। सहकारीको विषयलाई यो ट्रेलरले उठान गरेको कारणले गर्दा पनि मैले यो सहकारीको बारेमा, रवि लामिछानेको बारेमा पनि बोलेँ। यसमा तपाईँलाई कस्तो लाग्छ यसको बारेमा पनि कमेन्ट गर्नु होला है त। यति भन्दै महाभोज फिल्मको टिजर अति नै सान्दर्भिक छ, आजको परिवेशमा अति नै सान्दर्भिक छ। यसले जुन कुरालाई चाहिँ उठान गरेको छ त्यो विषय अति नै राम्रो विषय हो। यस्ता विषयहरूलाई उठान गरिनुपर्छ अनि सहकारी जस्ता चिजहरूलाई बन्द गर्ने या बन्द नगर्ने भन्ने कुराहरू फिल्मले बोल्ने कुराहरू होइन। फिल्मले त जनताहरूलाई यस्तो भएको छ भनेर देखाइदिने मात्रै हो। यदि फिल्म निर्माताहरूले नै त्यो काम गर्न लाग्यो भने हाम्रा सांसदहरूको के काम। अस्ति भर्खर मैले मिडियामा विवाद देखेको थिएँ यो महाभोज चलचित्रको टिजरको बारेमा पत्रकारले एउटा विषय बनाएर सोध्नु भएको थियो। हो, निश्चल बस्ने भन्ने कुराहरू केही कुराहरू निश्चल बस्नेका सही पनि होलान्, केही कुराहरू गलत पनि होलान्, तर उहाँले गरेको प्रतिवाद चाहिँ मलाई एकदमै मन पर्यो। म पनि उहाँको विषयमा सहमत छु, किनकि एउटा फिल्मले कसलाई दोषी र कसलाई निर्दोष भनेर चाहिँ भन्ने भन्दा पनि सही काम हुनुपर्छ है भनेर चाहिँ फिल्म मार्फत उहाँले देखाउन खोज्नु भएको छ। तसर्थ पनि यो फिल्म पक्कै पनि हलमा चाहिँ हेर्न जानुपर्छ। म पनि हेर्न जानेछु, तपाईँ पनि हेरेर गइदिनु होला। फिल्मको खगेन्द्र प्रसाद लामिछाने पनि फिल्ममा आगमन गर्नुभएको छ। उहाँको आगमनले पनि नेपाली चलचित्रमा छुट्टै किसिमको माहौल बनाउनेछ भन्ने विश्वासका साथ आजको मेरो रियाक्सन भिडियो यही सकिन्छ। हस्त, नमस्कार, शुभ दिन।